कास्की आदर्श समाज युएका महासचिवज्यू र आजको यस कार्यक्रमका सञ्चालकज्यू कुशल सञ्चालकज्यू हुनुहुन्छ है। कास्की आदर्श समाज युएको यो 11औं वार्षिक उत्सव तथा साधारण सभाका सभापतिज्यू, प्रमुख अतिथिज्यू लगायत यहाँ आसीन सम्पूर्ण अतिथिज्यूहरू सम्पूर्णमा चाहिँ म तिलक सापकोटा तथा पर्वत समाज युएको तर्फबाट हार्दिक नमस्कार दिन चाहन्छु। कृपया स्वीकार गर्नुहोला। कास्की आदर्श समाज युएले युएमा रहेर विभिन्न सामाजिक कामहरू गर्दै आइरहनु भएको छ। ती कामहरूको अगाडिको प्रतिवेदनबाट तपाईँहरूले सुन्नुभयो होला। यति लामो प्रतिवेदन उहाँहरूले विशेष रूपमा मलाई एकदमै मन परेको यसमा चाहिँ युएमा हामी धेरै सङ्घ संस्थाहरू छौँ, हामी सबैले कामहरू गर्छौँ, तर यसमा राहत र उद्धारका कामहरू एकदमै धेरै भएका रहेछन्, जुन देखेर कति अल्पत्र परेका व्यक्तिहरूलाई यहाँले उद्धार गर्नुभएको रहेछ। युएमा मृत्यु भएका लासहरूलाई शवहरूलाई नेपाल पठाउनमा यहाँहरूले अभिन्न रूपमा चाहिँ सामाजिक कार्य गर्नुभएको रहेछ। त्योप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र कास्की आदर्श समाज हामी एकदमै पडोसी हो त, हामी सम्पूर्ण नेपाली भएको कारणले हामी सम्पूर्ण नेपालीमा एक आपसको माया ममता रहिरहन्छ, तर पनि छिमेकी भएपछि अलिक धेरै माया लाग्दो रहेछ। त्यसकारणले कास्की समाजले यो जुन कार्यक्रम गर्दै हुन्छ यहाँको उत्तर प्रगतिको कामना गर्दछु। आगामी दिनहरूमा पनि यहाँको यो सामाजिक सेवाप्रतिको लगभग यहाँहरूको माया, यहाँहरूको उद्देश्य थप विकसित हुँदै जाओस् र युएमा यहाँ यस कास्की आदर्श समाजले थप अन्य कामहरू गरोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। अस्ति भर्खरै यहाँहरूले चाहिँ अन्तर्राष्ट्रिय लेभलको ठुलो कार्यक्रम गर्नुभयो। त्यस कार्यक्रममा धेरै हामीलाई विश्वास छ धेरै निर्णयहरू गर्नुभएका थिए। ती सामाजिक निर्णयहरू, ती भएका सम्पूर्ण कामहरू, ती निर्णयहरूलाई चाहिँ सम्पन्न गर्नुमा पनि हामी चाहिँ एकदमै यहाँलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ। भन्दै यहाँले छोटो समय दिनुभएको हुन्थ्यो, त्यसको लागि आभार व्यक्त गर्दै विशेष गरेर पर्वत समाज युए यहाँहरूले गरेका सम्पूर्ण सामाजिक कार्यहरूमा एकताबद्ध छ। यहाँहरूले गरेका जुनसुकै कार्यक्रममा हामी तन मन धन कसरी हुन्छ हामी सहयोग हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ र आगामी दिनहरूमा पनि यहाँको थप सफलताको शुभकामना व्यक्त गर्दै अहिले चाहिँ बिदा हुन चाहन्छु। हस्, धन्यवाद।